हेलो गाइस, नमस्ते सबैजनालाई। वेलकम टु माई युट्युब च्यानलमा सबैलाई स्वागत छ। र म आज चाहिँ पनि एकदम सन्चै आरामै छु र तपाईँहरू पनि एकदम सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथमा म आज नयाँ दिनमा चाहिँ बिहानी पख नभएर साँझको समयमा चाहिँ उपस्थित भइसकेको छु। र साँझको टाइम इभिनिङ टाइममा चाहिँ देख्न सक्नुहुन्छ एकदम मौसम चाहिँ हल्का हल्का बादल छ। पानी चाहिँ अब परिराखेको थियो दिनभरि र पानी चाहिँ अस्ताएर चाहिँ अहिले चाहिँ हल्का कुहिरोहरू चाहिँ लागिरहेको देख्न सकिन्छ। र म अहिले चाहिँ काठमाडौँ चन्द्रगिरी नगरपालिका दहचोकको एरियामा छु र दहचोकबाट चाहिँ हामी मजाले देख्न सकिन्छ। यो चाहिँ यहाँ चाहिँ धेरै कृषिको कामहरू भन्नाले तरकारी खेतीहरू हुन्छ यहाँ चाहिँ। अनि तरकारी खेतीको एरिया चाहिँ यहाँ पुरै टनेलहरू देख्न सक्नुहुन्छ र टनेलमा चाहिँ तरकारी खेतीहरू प्रशस्त मात्रामा हुन्छ होइन। अहिले चाहिँ अफ सिजन छ, त्यति छैन। अहिले चाहिँ सानो सानो बिरुवाहरू रोपिराखेको देख्न सकिन्छ र मौसम एकदम क्लियर इभिनिङ टाइममा एकदम मजाको छ देख्न सक्नुहुन्छ। र म आज चाहिँ काठमाडौँको यो अब सोरुङ मार्ग पनि एकछिनमा गएर म देखाउँछु है साथीहरूलाई। सोरुङ मार्गसम्म गएर एकचोटि कस्तो हुन्छ त्यहाँकोसम्म भिडियो हेरिदिउँ। अब यहाँबाट म सोरुङ मार्ग जाने बाटो अलिकति यहाँ घुम्ती कटेर अलिकति अगाडि जानुपर्ने हुन्छ र म जाँदैछु है। अब अलिक उतासम्म कस्तो हुन्छ हेरिदिनु होला। यता चाहिँ इन्द्रथान जाने बाटो यो भयो, गेट देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ इन्द्रथान जान्छ र म चाहिँ इन्द्रथान जाने बाटो यो भयो। इन्द्रथानदेखि अलिकति जाने बाटोदेखि थोरै अगाडि गएपछि यहाँ सोरुङ मार्ग भेटिन्छ। म त्यो सोरुङ मार्गसम्म जाँदैछु साथीहरू। 5 वटा हाइटको काट्नुपर्छ। यहाँ ट्याक्कै मलाई पनि देखिदिन्छ यार यसले। 1500 त कमाइन्छ। 1500 मा 2 जना गर्छन् र हैन 750 हुन्छ। काम नआए पनि त्यो त कहाँ यार, रातभरि सुत्नै पाइन्न त यार। साथीहरू म जाँदैछु अब त्यहाँसम्म सोरुङ मार्गसम्म। अनि के छ साथीजी, अनि के छ त एकचोटि मुसुक्क मुस्कुराइदिनु नि त। के छ म चाहिँ अन्त केटीहरू हजुर जान्छन्, म पट्टि। तपाईँ त यस्तै हेर्छ मान्छे। एकचोटि तपाईँको मुस्कान हेरौँ न, तपाईँको मुस्कान हेरिदिउँ न। एकचोटि मुस्कान हेरौँ न तपाईँको। हजुर घर कहाँ पऱ्यो अरे? हाम्रो घर रोल्पा। एकछिन है, मैले चिने ड्राइभर आयो है। आयो आयो। अब जाँदैछौँ हामी सोरुङ मार्गसम्म जाँदैछ र भिडियो हेर्दै गर्नुहोस्। सोरुङ मार्ग देखाइदिन्छु म तपाईँहरूलाई। काठमाडौँको सोरुङ मार्ग ठिक छ। अब हामी चाहिँ अहिले साथी र म छौँ। हाम्रो हेन्सम साथी रोल्पाको घर कहाँ पऱ्यो अरे? अहिले सोरुङ मार्ग छिर्ने बित्तिकै अहिले घर कहाँ हो देखाइदिन्छ होइन। सोरुङ मार्ग जाने जसरी भिडियो बनाउनु पऱ्यो नि, भित्र नछिरे नि त बाहिरबाट पनि देखाउने नि त। म यहाँ सुरुङ भित्रको भिडियो हालिदिन्छु अब त। त्यही भएर हामी जाँदैछौँ अब। ठिक छ। यहाँ पनि यार आलु हुँदो रहेछ यार है काठमाडौँमा नि। आलु गहुँ फल्ने रहेछ यार काठमाडौँमा नि होइन। काठमाडौँ पनि आलु हेर्नु, आलु हेर्नु न, आलु रियल नबनाउने। अनि त्यसपछि गहुँ पनि फलिरह। भरे फेरि भनेर चाहिँ के हुन्छ थाहा छैन यार। लसुन पनि रहेछ यार है। लसुन यत्रो अग्लो। ओ माई गॉड, लसुन हेर हेर्नु न। अनि यहाँबाट भ्यू हेर्नुहोस् काठमाडौँको यो चन्द्रगिरी नगरपालिकाको भ्यू हेर्नु। त्यहाँ चाहिँ चन्द्रगिरी नगरपालिका केबल कार भएको ठाउँ त्यही पारि हो होइन र गुरु? हजुर। ओ त्यो चन्द्रगिरी लसुन चाहिँ लास्टै मन पऱ्यो यार, कम अग्लो छैन यार। अनि के छ बरु काठमाडौँको हालखबर के छ? अनि काम गर्दा कस्तो फिल भइरहेको छ काठमाडौँमा? हजुर रमाइलो भयो नि। तपाईँ युट्युबर हामी अब युट्युबर बन्दैछौँ, त्यही भएर अब के चाहिँ होइन यार। हिमाललाई फोन गर्छु गर्नु ठिक छ। अब हामी जाँदैछौँ सोरुङ मार्गको चाहिँ। अब लगभग हामी आइसक्यौँ। सोरुङ मार्गबाट निस्किने बाटो त्यहाँबाट देख्न सक्नुहुन्छ। त्यो चाहिँ थानकोट जान्छ त्यहाँबाट सोरुङ मार्ग ठ्याक्कै। अब यहाँबाट निस्किने बाटो चाहिँ अब आइपुग्न लागिसक्यो। लगभग म आइसकेँ साथीहरू है सोरुङ मार्ग। अब आइपुग्न लागिसकेँ। अब यहाँबाट म देखाउँछु है ल।
सासीले देखाइदिन्छ ल देखाइदिनु त सोरुङ मार्ग यहाँबाट जान पाइन्छ त्यहाँ गयो भित्र त जानु पाइन्न नि बाहिरबाट यहाँ कस्तो बनिरहेको रहेछ अवस्था हेरौँ न भनेर के ल ठिक छ कहाँबाट हेर्दै हुनुहुन्छ साथीहरू ट्याक्कै हेर्दै म देखाइदिन्छु है सोरुङ मार्ग उता पारि निस्केको बाटो त्यहाँ छ अब म ठ्याक्कै आइसक्यो है टोटिटोल आइसक्यो टोटिटोल त्यही दुलोमा छ यहाँ त्यही हो सुरुङ मार्ग चाहिँ आज बन्द गर्दै रहेछ सिधै हिँड्ने म जान्दैन त्यही हो सुरुङ मार्गको भाङ चाहिँ त्यही हो भाउ आज बन्द गर्दै रहेछ यार होइन गुरु देखिसक्यो अब यताको बाटो चाहिँ देखाइदिउँ न त होइन यताबाट ठ्याक्कै निस्किने ठाउँ गुरुद्वारा ओत्तेर निस्किन्छ यहाँबाट थानको निस्किन्छ होइन थानको होइन ओत्तेर ल गुरुद्वारा वर यस्तो क्लियर छ बाटो पुरै होइन यो सोरुङ मार्गको बाटो यही होइन र गुरु ठिक छ यही हो बाटो यही त अनि ठिक छ हामी चाहिँ यहाँसम्म आइसक्यौँ र कस्तो छ भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनु होला भन्दै अब अन्तिमको भ्यू हेर्दै आज चाहिँ त्यहाँको भ्यू हेरौँ ठ्याक्क है मजाको छ ल ठिक छ आजको भिडियो यति नै फेरि मन पराउँदै जानुभयो भने मेरो नेक्स्ट भिडियोहरू पनि आउँदै गर्छ भन्दै बिदा हुन्छु धन्यवाद बाई बाई